यार भ्यालेन्टाइन डे पनि कति रोमान्टिक हो है। एभ्री डे इज अ रोमान्टिक डे। घन्टा साले सबै फाइदा त दोकानदारहरूलाई मात्रै हुने हो। कसले बनाएको यो भ्यालेन्टाइन डे बनाउने मान्छेलाई भेट्यो भने यस्तो दिन्थेँ मैले। 1 वर्षसम्म घिसी घिसी पैसा पठाउँछ, त्यसपछि 1 हप्तामा पुरै पैसा उडाइदिन्छन्। बाउको सुनकै फ्याक्ट्री भए जस्तो अखण्ड चुतिया पायो यार। तँलाई थाहा अघिल्लो वर्ष मसँग के भयो? के भयो र? मैले एउटा केटीलाई रोज दिएँ। गुड स्ट्यामिना। गुलाब 500 रुपियाँ हालेर गुलाब किनेर लग्यो। घर त भन्छ म त घरमा राख्न सक्दिनँ, मम्मी बाबाले थाहा पाउँछ नि रे। त्यो त 500 रुपियाँ हाल्दैछ, के खान मगाएको त नि गुलाब। 1000 को त भाडै गयो यार यहाँबाट जाँदा काठमाडौँ। त्यसपछि त्यो के रे पर्पज डेको लागि भनेर मैले साथीसँग कपडा मागेर लिएर गएको थिएँ कि राम्रो। आज चोर बजारबाट झन् 500 मा औठी किनेर लिएर गएको थिएँ। 500 को रे? चुरोट खाची हाम्रो लागि त कुनै चुङ्गम पनि किन्दैन यस्तोले। 150 परेको पर्न चाहिँ डिस्काउन्ट गरेर। तर यार म पनि नेटफ्लिक्सको जस्तै अब स्याम्पेनमा औठी हालेर दिन्छु त्यसलाई खाली, अनि ट्याक्क औठी झिक्चे मुखबाट, अनि पुरै फिल्मी स्टाइलमा पर्पज गर्छु भनेको त ट्याक्क सर्न खाइदियो कि। त्यसका बाद चाहिँ घाँटीमा अड्क्यो यार। मैले 2 घन्टासम्म त्यो औँलामा मुखमा हालेर निकाल्नु पर्यो। ओ या किङ्की स्टफ, आई लाइक इट। त्यसपछि चक्लेट डे। ओ माई गॉड, वर्षभरि डाइटमा बस्छ। त्यो दिन भने त्यसलाई सबै चक्लेट चाहिन्छ भयभरको पसलभरिको। अब नाम पनि के थियो? फरफरारी फुरी के थियो यार? नाम धरि भन्न आउँदैन यार मलाई यार। त्यस्तो चक्लेट खान्छ यार, हाम्रो नाम धरि भन्न आउँदैन। त्यही भएर चक्लेट खाने नि होइन चक्लेट त। ओ या। त्यसपछि झन् त टेडी डे। बाउको 3000 रुपियाँ चोरेर टेडी किनेर लगेको त्यसको लागि। अटोमा गाडी भाडा लाँदा 2-3 हजार त्यहीँ खर्च भयो। बाटोमा पुलिसले समाते, भन्छ लास लिएर जाँदैछ अरे। 2 डन्डा त हान्यो बाटोमै खोलेर हेरेको। टेडी हो भनेको, टेडी भनेको के हो भन्छ। टेडी। ओ या। त्यसपछि आउँछ प्रमिस डे। बेबी ताना तायो थातैन हो सन्तै थौ छैन हो। उसको अगाडि तोतला भएर बोल्ने रे यार। यति राम्रो बोल्न सक्छु त म किन तोतला बोल्ने भनेको। सबभन्दा खत्तम दिन भनेको प्रमिस डे। त्यसपछि तैँले प्रमिस गरिनस्? अलिअलि त प्रमिस गर्नै पर्यो नि। त्यसपछि आउँछ हग डे। यार म सेन्ट लाएर हग डे भनेर एकदम राम्रो भनेर सेन्ट लाएर महँगो बसाएर गएको। भेट्न बोलाइ पार्कमा। अब हग डे भनेर हग दिन्छ होला, लेट्स बेबी हग भनेर भन्न लाग्यो त। रुखको पछाडि गएर हगी यार, कति गवार थिन्छ। त्यसपछि त नेक्स्ट किस डे। के को किस डे हुने यार? भन्छ बिहा अगाडि केही पनि हुन्न। हामी त संस्कारी फ्यामिलीबाट बिलोङ गर्छौँ, बिहा अगाडि केही नगर्ने, पुरै नगर। 14 फरवरी फेरि केही पनि भएन र? भयो नि, ब्रेकअप भयो, चुतिया भएँ म, पैसा सबै सके, पागल भएँ म। अहिले तिमीहरूकै अगाडि बसिरहेको।